अब चाहिँ म तपाईलाई फाउन्डेसन सितो लगाइदियो भने राम्रो देख्छु म भन्दा राम्रो देख्छ सो हेलो आज चाहिँ हामी चाहिँ टुकुर म चाहिँ एउटा टिकटकमा सबैतिर ट्रेनिङ भाइरल भइरहेको भिडियो देखेँ कि आई नेभर टोल्ड यु बिफोर द्याट यु लुक लाइक द्याट एन्ड यु लुक लाइक द्याट विथ दिस मेकअप एन्ड द्याट मेकअप भन्ने कुरो अन्त आज चाहिँ फाइनली हामी दुईजनाले खेल्ने हो यस एक्साइटेड म त अघिदेखि खेल्ने भनेको ल फर्स्ट चाहिँ लु टुकिसकेर अलिक गराउँ लु सामान चाहिँ हामीले कति खोज्यो नि हामी घरमा बेसी मेकअप गर्ने मान्छे छैन मेकअपै गर्दैनौँ यो पनि दिदी काम गर्दाखेरि कहाँबाट लिएर आएको रहेछ कस्मेटिक कतातिर काम गर्दाखेरि लिएर आएको यो दिदीको पनि कोले दिएको फाउन्डेसन भन्थ्यो वेस अब यो कोले लाउँदैन रहेछ अन्त आज चाहिँ फाइनली हामी युजफुल बनाइदिन्छौँ अन्त यहाँ आइलाइनर छ यो पनि कोले लाउँछ पनि कसको अन्त यहाँ रेड लिपस्टिक छ यो रेड लिपस्टिक युजली कोले लाउँदैन यो यतै राखिरहेको थियो अन्त यहाँनिर पनि छ यहाँ पनि छ यो चाहिँ कोट्याएर लेखाएको छ सो टुकुरोमा चाहिँ अब चाहिँ स्टार्ट गर्छु है उता फर्केर र पेपर सिजर कसले जित्यो तपाईँ ए मैले जितेँ ल अब मैले तिमीलाई कहिले पनि भनेको थिएन कि टुकु तिमीलाई रोक्का लगाएर कति प्रिटी देख्छ भनेर छाम्मा मैले तपाईँले कहिले पनि भनेको थिइनँ कि तपाईँले यहाँनिर गालो रातो बनायो भने राम्रो देख्छ ल टुकु मैले तिमीलाई कहिले पनि भन्दैन कि तिमीलाई नि रातो लिपस्टिक टिक अहिले लिपमा कति राम्रो देख्छ आज कन्फर्म गर्नु ल मम्मी खामा तपाईँले कहिले भनेको थिएन कि तपाईँले एउटा यहाँनिर आइसकेर कालो बनाइदिनु राम्रो थियो म भन्दा राम्रो देख्छ हौ तिमीलाई अहिलेसम्म कहिले भन्थेन कहिले कि यस्तो गरेर आइलाइनर यस्तो घुमाएर लाउँथ्यो तिमीलाई कति प्रिटी देख्छ ल थामा मैले चाहिँ तपाईँलाई एभ्री डे भनेको छैन होइन अब चाहिँ म तपाईँलाई फाउन्डेसन सितो लगाइदियो भने राम्रो देख्छु म भन्दा राम्रो देख्छ ल अब तिम्रो मैले अहिलेसम्म कहिले भनेको थिएँ तिम्रो यति रातो टिकामा कति राम्रो देख्छ भनेर आज चाहिँ म देखाउँछु तिमीले प्रुफ गर्छु ल मैले तपाईँलाई कहिले पनि भनेको छैन यो चाहिँ तपाईँको हो ए यो लिपस्टिक छ नि तपाईँको ओठमा ल ल ल ल मैले बिस्तारै निकालेको छैन हौ ए ल भयो तपाईँ त मन्दी जस्तै भिडियो नि बनाउँदैछ भन्दैछु होइन मन्दी जस्तै
ल त्यो कुरा चाहिँ अहिलेसम्म मैले कहिले पनि भनेको छैन उसलाई रातो यहाँ चिक्स उयो गर्दाखेरि यहाँ गालामा रातो कलर लाउँदा कति प्रिटी देख्छ ब्लस लाउँदाखेरि आज चाहिँ हेरौँ ल कस्तो देख्दो रहेछ यहाँनिर अहिले तपाईँले के लगाएको थिएन होइन ल छामा मैले तपाईँले कसले पनि भनेको छैन कि यहाँबाट यस्तो तान्यो भने राम्रो देख्छ नि देखिहाल्छ नि राम्रो I never told you before to go तिमीलाई नि के यस्तो गर्ने यहाँ ठक्क डल्लो पर्दा कस्तो दामी देख्छ छामा मैले तपाईँले कहिले पनि भनेको छैन ल तपाईँले एउटा यहाँनिर हो यहाँनिर यत्रो आइब्रो बनाइदिन्छु त यहाँनिरसम्म ल यस्तो गयो बेटा मेरो पाल I never told you before कि टुको तिमीलाई यस्तो जुङ्गामा त कस्तो राम्रो देख्छ हेर्नु ल कति राम्रो ल I never told you okay ओके तपाईलाई यहाँनिर जब मैले हेयर स्टाइल बनाएको प्लान गर्छु कि तपाईँले भन्दिनँ ओके भन्नु तपाईँ अब के पुगे छैन होला I never told you टुको यो पनि तिमीलाई नि रात नाक हुँदा कति राम्रो देख्छ तपाईँ त कालो चुरेल जस्तो देख्छ भन्नु चिरो ल I never told you तर ठुलो टिका बनाइदिनु ल अब चाहिँ भयो माला चाहिँ सबै के दले गाइस